गाइस तपाईहरुको राइड कस्तो हुँदैछ यहाँसम्म आथ्यो अमिलो पानी ओहो हामी चाहिँ Look at this अब face. Oh my टुरमा god. जाँदैछौँ हैन हल्ला गरिहाल्यो गाइस तपाईहरुले त्यहाँ पछाडीको भ्यू हेर्नु हैन यस्तो सही छ बुवा लेमन टी हालौँ न ए एउटा त नाच्नाली छ यो बुवा तपाईलाई कस्तो लागिरह कस्तो कस्तो महसुस भइरह एकदम खुसी मेरो मोबाइल देऊ हो हामी दामी भइरहेछ दाम भइरहेछ अनि हामी अब म पनि हामी कहाँ जान्छौँ बुवा यहाँबाट कोकोटे कोगटे र मम्मी कस्तो भइरह तपाईलाई कस्तो भइरह मम्मी तपाईँ के भन्न चाहनुहुन्छ मम्मी हामी घरमा फ्यामिलीको के हो मम्मी बोल्नु न छिटो परिवार छोरा छोरी बुहारी हामी कस्तो भइरहेछ कस्तो भइरहेछ तपाईँ के भन्न महिला हो चाहनुहुन्छ हामी चाहिँ महिला हामी चाहिँ गोलान फ्यामिलीको गर्ल्स मम्मी तपाईँलाई कस्तो फिल भइरह भन्नु कस्तो महसुस भइरह एकदम राम्रो एकदम रमाइलो भइरह गाडीमा के अप्ठ्यारो भएन गाडीमा आउँदा चाहिँ टाउको दुखेको थियो अहिले त राम्रै भइरहेछ ल अब गाइज हेर्नु होइन तपाईँहरू चाहिँ अब यहाँ चाहिँ होइन एकदम उतापट्टिको यस्तो रमाइलो राम्रो राम्रो भ्यूहरू छ होइन तपाईँहरू आउनु सक्नुहुन्छ लोकेसन म तपाईँहरूलाई हालिदिन्छु मान्छे अमिलो पानी आइसक्यो उ त कस्तो अमिलो पानीहरू लोकेसन सेयर गरिदिन्छु ऊ त तपाईँहरूले त्यहाँ हेर्नुहोस् होइन यस्तो खतरा त्यहाँ चाहिँ हेर्नु गाइज होइन त्यहाँ यस्तो दामी पोखरी छ नि गाडीमै अड्क्यो पेट दुखेर चाहिँ अड्क्यो हाम्रो दाजु कता जानुभयो कि अब कस्तो मोटा यार खै त उहाँ मेरो श्रीमानजी श्रीमानजी उहाँलाई चाहिँ बबिट मात्र आउँछ अरे अमिलो पानी आयो अरे यहाँसम्म पुगिसक्यो त देखा न होइन उसलाई यहाँसम्म पुगेर उसलाई त उ पनि भएको छ त के त ए पहला नि चले गाइज के हो यो हामी छ्या त्यो खुवाइदिनु भयो बुहारीले पखाला अरे खै के खायो दाइ खानु भएन दाइ तपाईँलाई कस्तो फिल भइरहेको भन्नु त के भन्न चाहनुहुन्छ अलि एकदम म त फ्यामिलीसँग पुरा घुमाउनलाई लिएर जाँदैछु उहाँहरूलाई चाहिँ पुरा कता कता भन्नुहुन्छ उहाँहरूले चाहिँ पुरा राम्रोसँग घुमाएर चाहिँ लिएर आउँछ गाइज अब चाहिँ होइन अब हाम्रो ठुलाइसँग कुरा गरौँ होला होइन दाइ मलाई भ्लगर जस्तो थालिन सबले दाइ तपाईँ हेर्नु त कस्तो भन्नु दाइ तपाईँलाई कस्तो भइरहेको कि भन्नु कस्तो फिल भइरहेको भन्नु त हेर्नु त्यहाँ त्यहाँ डाँडामा हेर्नु यस्तो पहाड होइन एक्चुअली यो चाहिँ मैले जाऊ रे तिमी टोइलेट जाऊ पहिलादेखि नै सोचिरहेको थिएँ यसरी घुम्नुपर्छ दाइ तपाईँको अनुहार किन यता आउनु उज्यालो न ओले आउँछ के भन्नु न आफ्नो ल भन्नु ल त भन्नु दाइ ल भन्नु दाइ ओ पुरा यस्तो हो नि होइन अब ठिक छ ल गाइस अहिले म तपाईँलाई भेट्छ है मेरो म यो चाहिँ गाइज हाम्रो गाउँको घर रे कस्तो भइरहेछ साह्रो नसोध म्या दाइ कस्तो भइरहेछ यसको त ठिकै भयो पिस आनन्द धेरै पछि काठमाडौँको झ्याउबाट मुक्ति मिले जस्तो भइरहेछ है आकाश पनि निलो देखिरहेको छ आकाश देखाउनु फेरि आकाश हेरे निलो भुइँ हेरे हरियो जङ्गलहरू टाउको त नि जङ्गल हेरे घना 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 हेर्नु है गाइस चराचुरुङ्गीको चुटुर जस्ट इमेजिन भइरहेछ मकैको के हो मकैको खैया तोरीको फुल सबै छ गोठ छ गोठ रहेछ तर गाई बस्तु छैन प्लिज होइन हामी चाहिँ अब किनभने सामान साथ भएको कारणले गर्दाखेरि हामी चाहिँ अब हिँड्दैछौँ सामान लिनलाई गाउँघरको बाटो हामी कहाँ देखाएको
भयो 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 ओहो ल यसरी देखाउनु 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 त दादा अर्को हातले हौ परेवाको ढुकुर जस्तो गर्नु पर्यो यहाँ फोटो हाम्रो हो भन्नु न जे भन्नु नि मम्मी त्यस्तो टाढा टाढा किन यो चाहिँ हाम्रो के अरे यो डाँडा चाहिँ अब देउराली डाँडा भएन यता 16 भज्याङ हो दमार हुन्छ यो सबै हाम्रो हो ल यता हेर्नुस् त यता हेर्नुस् न यो चाहिँ हामी कुलखानी बुवा फेरि मम्मीलाई पनि अङ्गालो मारेर यसो धन्यवाद खिर आफूलाई धेरै धेरै धन्यवाद गुलियो नहुने हो कहाँ पुगेछ दमार यो चाहिँ मेरो छमिया लम्दा मेरो यस्तो खिचिदिनु यस्तो खिचिदिनु ए यहाँ मैले खिचाएको बगर ए बगर रे ढडेङलाई चिप्परामा जा ढडेङ ढडेङ धरिन भन्छ यो ठ्याक्कै यो डाँडाको पनि हाम्रो घर हो नि त यो त मेरो धेरै छ यार कस्तो मजाले खाएको है कति सानो हामी 3 रुपियाँ ज्यालामा यहाँ मगेको नआएको पहिला तर मास्टर आउनु गाइस म तपाईँलाई एउटा ठाउँ देखाउँछु छिटो 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 सन्जु कति राम्रो भ्यू आएको यार सोध्नु हो भाइहरू त कहाँ हुनु म किन जाने त अहिले नाच्नु पर्छ यहाँ म त झ्याउ नाच्ने कहाँ थाहा छ यो कोदो माथि नाच्नु पर्छ यो कुट्ने एउटा पर्यो सबै झर्छ यो माथि नाच्ने त कोदो माथि नाच्यो भने हुन्छ धुरी माथि नाच्यो भने बालै भएर म थाहा होइन भोलि बिहान 5 बजे हुई कि हुई सुई कि सुई हो